नमस्ते। आज हामी एउटा साँच्चै नै आधारभूत तर कस्तो महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौँ है। नमस्ते हो नि। सुनौला 1000 दिन। अँ, यो शब्द हामीले सुस्वास्थ्य अभियान भन्ने युट्युब च्यानलको भिडियो सामग्रीबाट लिएका हौं, खासमा जीवनको त्यो सुरुवाती पोषणको महत्त्वबारे। एकदमै सान्दर्भिक विषय। आज हाम्रो छलफलको मतलब मुख्य उद्देश्य के हो भने बच्चाको जीवनको त्यो पहिलो 1000 दिन हैन, हो। गर्भधारणदेखि 2 वर्षसम्मको त्यो किन यति निर्णायक हुन्छ। अँ, अनि त्यो बेलाको हेरचाह पोषणले बच्चाको पुरै जीवन उसको भविष्यमा कस्तो असर पार्छ यो बुझ्ने प्रयास गरौँ है त आज। हुन्छ गहिराईमा जाउँ न त यसको। ल, खासमा यो 1000 दिनको अवधि हैन, अँ। जुन गर्भधारणबाट सुरु हुन्छ अनि बच्चा 2 वर्षको नहुँदासम्म रहन्छ। हो, दोस्रो जन्मदिनसम्म। हो, यो समय मानव जीवनको विकासको लागि सबैभन्दा महत्त्वपूर्ण, सबैभन्दा संवेदनशील समय मानिदो रहेछ। यो त्यस्तो सामान्य कुरा हैन रहेछ। हैन, बिल्कुलै हैन। यसलाई यदि महत्त्वपूर्ण मान्नुको पछाडि खै कति धेरै वैज्ञानिक कारणहरू छन्। हो र, कस्ता कारणहरू? जस्तो यही अवधिमा बच्चाको दिमागको मतलब मस्तिष्कको अभूतपूर्व विकास हुन्छ क्या। अहँ, तीव्र गतिमा अरबौं न्यूरल कनेक्सन्सहरू बन्छन्। ए हो र? हो, अनि शारीरिक वृद्धि पनि एकदमै तीव्र हुन्छ। र अर्को कुरा, भविष्यमा रोगसँग लड्ने क्षमता, त्यो रोग प्रतिरोधात्मक प्रणालीको जग पनि यही बेला बस्छ। भनेपछि एउटा बलियो जग नै यही समयमा तयार हुने भयो। ठ्याक्कै। भनौँ न, यो समयमा पाउने पोषण, हेरचाह, त्यसले उनीहरूको बाँकी जीवनको स्वास्थ्य कस्तो हुन्छ भन्ने एउटा खाका नै कोर्दिन्छ। ओहो, यसको मतलब त गर्भावस्थामा आमाले के खानुहुन्छ भन्ने कुराले गर्भको बच्चालाई सिधै असर गर्ने भयो। हो नि, प्रत्यक्ष असर। अनि फेरि बच्चा जन्मिसकेपछि पनि 2 वर्षसम्म उसले के खान्छ, कस्तो पोषण पाउँछ, त्यो पनि उत्तिकै महत्त्वपूर्ण। एकदमै, त्यो पनि उत्तिकै, सायद अझ बढी महत्त्वपूर्ण। यी 2 चरण, गर्भावस्था र पहिलो 2 वर्ष, यिनीहरू त छुट्याउनै नमिल्ने गरी जोडिएका छन्। निश्चय पनि यो 1000 दिनमा सही र पर्याप्त पोषण पाउनु भनेको त त्यो बच्चाको स्वस्थ जीवनको लागि एउटा बलियो जग हाल्नु जस्तै हो। घरको जग जस्तै? हो, घरको जग जस्तै। अनि यसको उल्टो सोचौँ न, यदि यो महत्त्वपूर्ण समयमा खै पोषण पुगेन, कुपोषण भयो भने त्यसको असर त नराम्रो होला नि। नराम्रो मात्रै होइन, डरलाग्दो हुन सक्छ। शारीरिक विकास रोकिने, हैन, पुड्कोपन हुने अनि बौद्धिक क्षमतामा कमी आउने, यस्ता समस्याहरू देखिन्छन्। अझ दुःख लाग्दो कुरा के छ भने यी असरहरूमध्ये केही त जीवनभर रहिरहने खालका हुन्छन्। साँच्चै कहिले नसच्चिने। हो, कहिलेकाहीँ अपरिवर्तनीय पनि हुन सक्छन्। यसले त व्यक्तिको पढ्ने, सिक्ने क्षमता अनि जीवनको गुणस्तरमा नै मतलब पुरै असर पार्छ नि। यहाँनिर एउटा एकदमै गहिरो कुरा के लाग्यो भने नि, यो त बच्चाको तत्कालको स्वास्थ्य, उसको वृद्धि विकासको कुरा मात्रै रहेनछ, यसको असर त अझ फराकिलो देखियो। तपाईले एकदम सही ठाउँमा समात्नुभयो। यसलाई अलि ठूलो वृहत दृष्टिकोणबाट हेर्नुपर्छ। कसरी? यो 1000 दिनमा गरिने लगानी, पोषण र स्वास्थ्यमाथिको लगानीले त्यो बच्चाको तत्कालको स्वास्थ्य त सुध्रिहाल्छ नै, हैन? तर त्योभन्दा अगाडि बढेर यसले त उनीहरूको भविष्यको पढाइ लेखाइ कस्तो हुन्छ, पछि ठूलो भएर काम गरेर कति कमाउन सक्छन्, त्यो उत्पादकत्व, हैन? उत्पादकत्व हो, र यहाँसम्म कि समग्र समाज र देशकै आर्थिक र सामाजिक स्वास्थ्य समृद्धिमा समेत यसको एकदमै लामो दूरगामी सकारात्मक प्रभाव पर्छ। भनेपछि एक व्यक्तिबाट सुरु भएर समाजसम्मै पुग्ने कुरा भयो यो त। बिल्कुल, एक स्वस्थ सक्षम नागरिकले नै त हो नि समाजलाई अगाडि बढाउने, कि कसो? त्यो त हो नि। त्यसो भए यो सबै कुराकानीको सार के हो त? मुख्य सन्देश के लिन सकिन्छ होला? मलाई के लाग्यो भने जीवनको यो पहिलो 1000 दिन यो त एउटा साँच्चै सुनौलो अद्वितीय अवसर रहेछ, जसलाई हामीले खेर फाल्नु भएन। एकदमै अद्वितीय अवसर। सही पोषण, सही हेरचाह, यसको माध्यमबाट हामीले हरेक बच्चाको स्वस्थ भविष्य, उनीहरूभित्र लुकेको जुन सम्भावना छ नि, त्यसलाई साकार पार्न सक्छौं। बिल्कुल, एकदम सही कुरा। र यसले हामी सबैलाई सोच्न बाध्य बनाउने एउटा महत्त्वपूर्ण प्रश्न पनि खडा गर्छ जस्तो लाग्छ मलाई। कस्तो प्रश्न? यी सुरुवाती 1000 दिनको पोषण र हेरचाहले व्यक्तिको मतलब जीवनभरि नै यति गहिरो प्रभाव पार्ने रहेछ भन्ने थाहा पाएपछि, हैन? हो। अब हामीले, परिवारले, समाजले अनि राज्यले
मातृ तथा बाल पोषणलाई अझ प्रभावकारी ढङ्गले अझ राम्रोसँग कसरी प्राथमिकता दिने, कसरी सहयोग गर्ने हो, कसरी आवश्यक सहयोग जुटाउने, यो साँच्चै नै गम्भीर रूपमा सोच्नुपर्ने विषय हो, विचारणीय छ।